आज हजुरहरूको माझमा एउटा मिस्टिरियस कुरालाई लिएर आएको छु मैले है। धेरैजनालाई थाहा नहुन सक्छ, धेरै व्यक्ति र संसारलाई पनि लागेको कुरा जिजस क्राइस्ट चाहिँ अर्थात् येशू ख्रीष्ट चाहिँ क्रिस्चियनहरूको मात्र हो भन्ने लाग्छ, क्रिस्चियनहरूको गड हो भन्ने लाग्छ संसारलाई है। हिन्दू, मुस्लिम, बुद्धिस्ट जति पनि हुनुहुन्छ सबैलाई लाग्ने चाहिँ त्यही नै हो है। तर बाइबलले के भन्छ थाहा छ? बाइबलले भन्छ कि येशू चाहिँ अरू जातिको लागि आएको हो भनेर बाइबलले भन्छ। बुझ्नुभयो? येशू चाहिँ हिन्दूको लागि, मुस्लिमको लागि, बुद्धिस्ट, किराती, मस्ट होइन, अरू जातिहरूको लागि चाहिँ आएको हो भनेर चाहिँ बाइबलले भन्छ। आज धेरै व्यक्तिहरू अन्यलमा छन्, धेरैलाई थाहा छैन यो कुराहरू है। येशूले चाहिँ आज क्रिस्चियनहरूलाई मात्र चाहनु हुँदैन, क्रिस्चियनहरू अलरेडी उहाँको हो है। क्रिस्चियनलाई भन्दा बेसी प्रेम चाहिँ हिन्दू जातिहरूलाई गर्नुहुन्छ है। क्रिस्चियनलाई भन्दा बेसी प्रेम चाहिँ अरू जातिहरूलाई गर्नुहुन्छ। बुझ्नुभयो? अरू जातिलाई चाहिँ चाहनुहुन्छ येशू चाहिँ। त्यही भएको कारणले आज सबैजना व्यक्तिहरू होइन, जति पनि प्रभुका जनहरू छ उहाँहरू चाहिँ सुसमाचार प्रचार गर्नलाई जानुहुन्छ, रोडमा बसेर बोल्नुहुन्छ होइन। किनकि प्रभुले त भन्नुभएको छ उहाँ त अरू जातिहरूको निम्ति आउनुभएको होइन, प्रभुको जनहरूले त गर्नु पर्यो नि त होइन। प्रभुले चाहेको चाहिँ अरू जातिहरू, क्रिस्चियनहरू होइन। मान्नेले मान्नुहोस् है, नमान्नेलाई त अब के चाहिँ गर्न सकिन्छ र होइन। नमान्ने व्यक्तिलाई त जबरजस्ती कोच्याउन त सकिँदैन नि। येशूले चाहिँ सधैँभरि चाहिँ चाहेको व्यक्तिहरू चाहिँ अरू जाति हो, क्रिस्चियनहरू भयो। येशू आउनुभएको होइन र परमेश्वरले पठाउनु भएको अर्थात् सबैले बुझ्ने भाषामा ईश्वरले पठाउनु भएको चाहिँ के को लागि भन्दा अन्य जातिहरूको लागि होइन। अरू जातिहरूलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि चाहिँ येशू ख्रीष्टलाई चाहिँ यो संसारमा पठाइएको हो। मैले भनेको होइन, बाइबलले भनेको। अब जतिजनाले बाइबल पढ्नुहुन्छ त्यो त बुझिसक्नु भयो होइन, बुझ्नुहुन्छ। र नपढ्नेहरूको लागि चाहिँ मैले भनिदिँदैछु होइन। यो जेनेरेसनमा होइन जसले जे जति मान्छ त्यो ठिकै हो होइन। यदि मान्दैन भने केही गर्न सकिँदैन है। येशू ख्रीष्ट आफैले त चाहनु भएको भए होइन, परमेश्वरले त चाहनु भएको भए त सबैलाई डराएर धम्काएर उहाँको घोडामा चाहिँ घोप्टिने बनाउन सक्नुहुन्थ्यो नि त। तर परमेश्वर त्यो चाहनुहुन्न। परमेश्वर चाहनुहुन्छ कि सबैले चाहिँ आफ्नो हृदयले चाहिँ ग्रहण गरोस्। परमेश्वर चाहिँ डराउने हुनुहुन्न, डराएर उहाँको बसमा पार्ने हुनुहुन्न। अनि कतिजना क्रिस्चियनहरू होइन, कतिजनालाई लाग्छ कि अरू जति पनि हुनुहुन्छ होइन, हिन्दू, मुस्लिम, जति पनि अरू धर्म, अरू बुद्धिस्ट, जति पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ लाग्छ कि क्रिस्चियनहरूको दुश्मन चाहिँ उहाँहरू हो। तर क्रिस्चियनहरूको दुश्मन चाहिँ अरू जातिका व्यक्तिहरू होइन, अरू जातिका मानिसहरू होइन। बुझ्नुभयो? क्रिस्चियनहरूको दुश्मन चाहिँ शैतान हो। क्रिस्चियनको युद्ध चाहिँ केवल हजुरहरूको बुझ्ने भाषामा
भूत आत्मासँग, लुसिफरसँग बाइबलले भन्छ। क्रिस्चियनहरूको स्पेसली युद्ध न कुनै दाजुभाइसँग, न संसारको कुनै व्यक्तिसँग, होइन। क्रिस्चियनहरूको युद्ध दुश्मन जे भने नि त्यो चाहिँ डेभिलसँग हुने हो, लुसिफरसँग हुने हो, शैतानसँग हुने हो, है। कोही पनि भ्रममा नपर्नुहोस् कि यिनीहरूले त हाम्रो जातिलाई नष्ट पार्ने भयो, यिनीहरूले हाम्रो धर्मलाई सिद्ध्याउने भयो। क्रिस्चियनहरूको चाहिँ एम त्यो हो। क्रिस्चियनहरूको प्लानिङ त्यो हो, है। क्रिस्चियनहरूको प्लानिङ चाहिँ के हो भन्दा सबैले चाहिँ सत्यता के हो बुझोस् र चिनोस् सत्यतालाई, है। आज जसले माने पनि नमाने पनि आज हरेक धर्म चाहिँ बाइबलसँग रिलेटेड छ। बाइबलमा हरेक धर्मको कुराहरू भेटिन्छ, होइन। 80% हरेक व्यक्तिले, अर्थात् 50% मात्र किन नहोस्, त्यो धर्मका व्यक्तिहरूले बाइबललाई फलो गरेकै छ, होइन। यदि हजुरहरूले खोज्नुभयो भने भेटाउनुहुन्छ। त्यही भएर म भन्छु खोज्नुहोस्, तपाईँहरू कुन धर्ममा हुनुहुन्छ त्यो विषयमा खोज्नुहोस्, बुझ्नुहोस्, होइन। आफ्नो धर्मको कुरा त 100% थाहा होस् न, होइन। थाहा हुनु पऱ्यो कि सबै व्यक्तिलाई थाहा हुनु पऱ्यो कि आजको यो 21 सेन्चुरीका व्यक्तिहरूलाई त पहिलाका जस्तो बुकहरू ठुलो ठुलो बुक पढेर बस्नु परेन। आज इन्टरनेट छ, होइन। आज अडियोद्वारा बुकहरू सुनेर हामी सिक्न सक्छौँ, बुझ्न सक्छौँ। त्यही भएर खोज्नुहोस् कि आज हिन्दू जाति होस् या मुस्लिम होस् या यहुदी या रोमन या अरू कुनै जाति, हरेक चाहिँ बाइबलसँग रिलेटेड छ। हिन्दूमा 80% बाइबलसँग रिलेटेड छ। बाइबलको कुराहरूलाई फलो गर्नुहुन्छ हिन्दू जातिहरूले, बुझ्नुभयो। बस 20% चाहिँ के फलो गर्नुहुन्न भने, होइन, बाइबलमा सिकाएको छैन कि मूर्ति बुझ्नुपर्छ भनेर, होइन, तन्त्र मन्त्रको विषयमा चाहिँ बस यो चाहिँ बाइबलले भनेको छैन, यो चाहिँ विपरीत हो। नत्र अरू सबै, होइन, अरू सबै कुराहरू चाहिँ बाइबल फलो गर्नुभएको छ। पढ्नुहोस् है, हजुरहरूले पढ्नुभयो भने थाहा हुन्छ मैले भन्नुभन्दा, होइन। यो धेरै विशेषज्ञहरूले चाहिँ उहाँहरूले चाहिँ भन्नुहुन्न यो सबै कुरा। सबैजना नयाँ करारमा त पढेर आउनुहुन्छ, होइन, किनकि छोटो छ, सर्ट छ, सबैले पढ्न सक्छ, होइन। पुरानो करार व्यवस्था सबैजनाले फलो गर्नुभएको छ। हिन्दू जातिले नि फलो गरेको छ व्यवस्थाको कुराहरू, मुस्लिम्सहरू भन्नै परेन, सबै मुस्लिमले नि फलो गर्छ बाइबल पुरानो कुराहरू, उसले नि 80% फलो गर्छ, है। र यहुदी रोमन, होइन, आज जति पनि प्रकृति पूजकहरू हुनुहुन्छ आज सबैले बाइबललाई फलो गर्नुहुन्छ। तर आजको क्रिस्चियनहरूले चाहिँ पुरानो चिजलाई फलो गर्दैन। येशू ख्रीष्टले जे सिकाउनु भयो त्यो कुरालाई मात्र फलो गर्छ क्रिस्चियनहरूले। धेरै व्यक्तिहरूलाई थाहा नै छैन कि हामीले बाइबलकै कुराहरू फलो गरिरहेको छ। पवित्र अपवित्र, शुद्ध अशुद्ध, बलि चढाउने, बलि प्रथा, यो चाहिँ बाइबलले सिकाएको व्यवस्थाको कुराहरू, बुझ्नुभयो। भन्नुहुन्न, होइन, यो पास्टर अगुवाहरूले भन्नुहुन्न। तर म चाहिँ भन्छु कि किनकि सबैले जानोस्, बुझोस्, है। गलत मिनिङ नबुझ्नु होला हजुरहरूले, है। यो चाहिँ सही कुरा जानोस्, बुझोस् र खोजोस्। परमेश्वर भन्नुहुन्छ खोज्नेहरूले चाहिँ भेटाउनेछ, माग्नेहरूले चाहिँ पाउनेछन्, जसले उहाँसँग माग्छ त्यसले चाहिँ पाउनेछ, है। त्यही भएर हजुरहरूले खोज्नुहोस्। कतिजना भन्नुहुन्छ क्रिस्चियनहरू त डलरै हो,
डलरेहरू हो क्रिस्चियनहरू। आज सायद साँच्चै नै क्रिस्चियनहरू डलरै भएको भए आज खाडी मुलुकमा क्रिस्चियनहरू हुने थिएन होला है। आज झुप्रो झाँक्रीमा चर्चहरू बनिने थिएन होला। हरेक चर्चको हिस्ट्रीलाई हेर्नुहोस्, स्टार्टिङमा घरको पिँढीबाट होइन, घरको कोठाहरूबाट स्टार्टिङ छ। पास्टरको जीवनलाई हेर्नुहोस्, पास्टर बाहिर देख्दा उहाँहरू अलिकति राम्रै खाएको राम्रै लागेको देखिनुहुन्छ, तर उहाँहरूको पीडा उहाँहरूलाई नै थाहा छ कुन तरिकाले सङ्घर्ष गरेर त्यो ठाउँमा पुग्नुभएको छ। क्रिस्चियनहरू डलरी भएको भए नि खाडीमा आउने थिएन। आज कतिजना पास्टरहरू खाडीमा आउनुभएको छ। बाइबलले चाहिँ तिमीले दिएको ऋण होइन, यदि तिमीले कसैलाई ऋण दिँदैछौ भने त्यसको ब्याज धरि नलिऊ भनेर चाहिँ बाइबलले भन्छ। तिमीहरूले जति पनि ऋण लिएका छौ एक पैसा नचुकाउन्जेल तिमीहरूले चाहिँ छुटकारा पाउने छैनौ। एक पैसा नचुकाउन्जेल, फिर्ता नदिउन्जेल। त्यही भएको कारणले आज हेर्नुहोस् न क्रिस्चियन कन्ट्रीहरू कति धनी छ है, मुस्लिम कन्ट्रीहरू कति धनी छ। मुस्लिम पनि बाइबललाई फलो गर्छन्। अनि आज उहाँहरूले चाहिँ ऋण लिँदा त एक रुपियाँ फिर्ता नगरेसम्म सुख पाउँदैनस् भनेर भनेको छ है। ब्याज त नलि भनेर भन्छ बाइबलले। अनि सोच्नुहोस् त उहाँहरूले घुस खाने त कुरा नै गर्न सक्नुहुन्न। त्यही भएको कारणले आज क्रिस्चियन कन्ट्री, मुस्लिम कन्ट्रीहरू चाहिँ धेरै डेभलपमेन्ट छ। अब यसको अर्थ तपाईँहरूले बुझिसक्नु भयो है। क्रिस्चियनहरू चाहिँ डलरै होइन प्रियजनहरू, डलर खाएर क्रिस्चियन बन्दैन। धेरै आज हाम्रो समाजमा चाहिँ कस्तो हल्लाहरू फैलिन्छ भने होइन, एकजना व्यक्तिले ग्रहण गर्यो, येशूलाई मान्यो भने उसले चाहिँ 2 लाख 3 लाख पाउँछ होइन, कन्भर्जन भयो भने भन्ने त्यो विचार छ। आज येशूले चाहनु भएको चाहिँ त्यो होइन। आज येशूले त उहाँले चाहनु भएको भए होइन सबैलाई आफ्नो घोडामा ल्याउन सक्नुहुन्थ्यो, पावर देखाएर होइन। किनकि उहाँसँग त संसारलाई सृष्टि गर्ने व्यक्ति हुनुहुन्छ उहाँ होइन। मानिसलाई उहाँले सृष्टि गर्नुभयो। उहाँले चाहनु भएको भए सबैलाई एक चुटकीको भरमा आफ्नो घोडामा ल्याउनुहुन्थ्यो, तर उहाँले चाहनु भएन।